स्काउट बन्नु केवल स्कार्फ बाँध्नु मात्र होइन, यो त एउटा सङ्कल्प हो, सेवा, समर्पण र सहानुभूतिको सङ्कल्प। जब कसैले घाइते हात फैलाउँछ, स्काउटले त्यो हात समाउँछ। जब कोही पीडामा छटपटाइरहेको हुन्छ, स्काउटको झोलामा भएको प्राथमिक उपचार जीवनको आशा बन्न पुग्छ। कसैले नहेर्ने बेला हेर्ने आँखा बन्छ स्काउट, कसैले नसुन्ने बेला सुन्ने कान बन्छ स्काउट, र सबै टाढा जाँदा नजिक पुग्ने हिम्मत बन्छ स्काउट। प्राथमिक उपचार सिप मात्र होइन, यो मायाको भाषा हो, पीडामा पनि सहाराको स्पर्श हो। आज हामी स्काउटहरूको त्यो अदृश्य बलिदान सम्झन्छौँ, जसले अरूलाई बचाउन आफ्नो समय, शक्ति र कहिलेकाहीँ आँसु पनि दिन्छन्। यस्ता महान स्काउटहरूलाई र स्काउटको यो सेवाभावलाई सलाम। जय स्काउट।